आज हामी यहाँ गोर्खा म्युजियम क्रममा छौँ। अनि हामी सबैजना तपाईँलाई हामी सुन्दर सुन्दर कुराहरू हामी देखाउनेछौँ आज है। अनि यो चाहिँ नि ऐतिहासिक ठाउँ हो जहाँ के भने पृथ्वीनारायण शाह आफै स्वयं हुनुहुन्थ्यो यो हुँदाखेरिमा चाहिँ। अनि यहाँ धेरै पुराना कुराहरू राखिएको छ। हेलो अङ्कल, कस्तो भयो आजको समय? यो त मेरो अनौठो के जीवनमा पहिलोपटक यहाँ आएको होइन। हजुर, एकदम रमाइलो लाग्यो होइन। पुरानो पुरानो सामानहरू देख्न पायो होइन। हजुर हजुर। अनि यहाँनिर चाहिँ अब गोर्खा हजुर अनि पृथ्वीनारायण शाहको चाहिँ यहाँनिर पुरै के कस्तो रहेछ स्ट्रक्चर पनि देखियो होइन यहाँको। हजुर हजुर, एकदम धेरै राम्रो लाग्यो, बवाल लाग्यो। म नेपालीहरूलाई के भन्न चाहन्छु भने हजुर हजुर, अवश्य नै यो ठाउँमा आउनु पर्दो रहेछ। किनभने हामीले पुरानो पुरानो एकीकरण कसरी भयो, के भयो, कति कति के राजाहरूले लडाइँ गरे भन्ने कुराहरू यहाँ आइसकेपछि हामीले एकदमै राम्रोसँग थाहा पाउन सकिएको छ। हस्, धन्यवाद। हाई गाइज, फाइनल्ली हामी आज म्युजियम घुमेर हामी फर्किन आँटेको छौँ। अनि आजको चाहिँ महसुस बुवा कस्तो भयो त आजको घुमघामहरू? हजुर, जस्तै सोचेको जस्तो पाउनु भयो कि अलिकति कस्तो होला कहाँ के होला भन्ने तर एकदमै यो चाहिँ एकदम पुराना कुराहरू देख्दा चाहिँ मनमा एकदमै जस्तो भयो है। हजुर हजुर, अब यति टाढा पनि आएर यो चाहिँ सङ्ग्रहालय देख्न पाइयो। हजुर, अनि एकदम खुसी लाग्यो। ल अब अरू मानिसहरूको लागि के भन्न चाहनुहुन्छ तपाईँ? एकदम राम्रो छ यहाँ, एकचोटि सबैजना आउनुपर्छ। हजुर, हाम्रो नेपालको
यस्तो एकदम पुरानो है हजुर सङ्ग्रहालय हो यो। अँ यहाँ चाहिँ आउनुहोस्, घुम्नुहोस्, हजुर यहाँको दृश्यहरू अवलोकन गर्नुहोस्, त्यही भन्न चाहन्छु। हस् धन्यवाद धन्यवाद। हाई गाइज, हामी आजको हाम्रो यात्रा लामो सफर भयो। 2-3 घन्टाको यात्रा गरिकन हामी यस ठाउँमा आइपुग्यौँ। अनि आउन त आइपुग्यो तर ढिलो भयो। हावा चलेको छ, चिसो छ, जाडो छ, हिमाल यहीँ नजिक छ, वरपर छ। अनि घाम लागेन, यो सबै कुहिरोले छेकिदियो। यता पुरै हिमालहरू थियो। अनि सो धेरै रमाइलो पनि भयो, गाह्रो पनि भयो। हामी सबैजना आएको छौँ अनि हामी चाहिँ आफ्नो तालमा छौँ। कतिजना आत्तिनु पनि भएको छ। अनि यो कुरालाई मैले राम्रोसँग विचार गरिरहेको छु। ठिकै छ, यस्तै छ। धेरै खुसी लाग्यो आज भाइ अनि ससुराबाहरू सबैजना आउनु भएको छ। भेटघाट साह्रो मिठो भयो, अविस्मरण छ।
ल गाइस, जब हाम्रो यात्रा सुरु भयो, अब हामी फर्किन आँटेका छौँ। आजको यहाँको बच्चेको हाम्रो गाइड दाइले गर्नुभयो माथितिर आइकन धेरै रमाइलो भयो। ओके, कहिले नछोड्ने हातलाई समाएर हिँड्दैछु झरी घाममा, कहिले नछोड्ने हातलाई समाएर हिँड्दैछु झरी घाममा, साटेर माया अनन्तलाई भुलेर आफैलाई, साटेर माया अनन्तलाई भुलेर आफैलाई, तपाईको